सीताले किताब चोरेको कुरा थाहा पाएपछि ओहो कान्छीले त मीरा र सीता दुईटैलाई आँगनमा ल्याएर थर्काउँदै खुरुको मैले भनेको माना हो त्यहाँ उठबस गराओ भनेर कराउन थाल्छिन्। अनि दियाले चाहिँ कान्छी भनेर रोक्न खोज्दै थिइन्। हजुर मेरो दिदी हजुर चुप लागेर हेरेर बस्नुस् है भन्दै मैले भनेको मान्छौ कि तिमीहरूलाई यही लट्ठीले बजाउँ भनेर कान्छीले थर्काउँछिन्। अब कान्छीले थर्काइसकेपछि मीराको त साथै जाने भयो के अरे। अनि सीता र मीरा खुवाइका खुवाइ उठबस गर्छन्। दिया अचम्म मानेर हेरिरहेकी थिइन्। कान्छी चाहिँ लट्ठी हातमा लिएर त्यही वरिपरि घुम्छिन्। अनि त्यसपछि हो स्कुलमा पनि कसैले गल्ती गरे भने मास्टरजीले यसरी नै सजाय दिनुहुन्छ। अब यो घरको मास्टर भनेको म नै हुँ, म स्कुल जाने मान्छे हुँ भन्छिन्। अनि त्यसपछि त सीताले पढ्न त दिया भाउजूले पनि त पढ्नु भएको थियो नि भन्दाखेरि त होला दिया दिदीले पहिला पढ्नु भएको थियो होला, तर यो घरबाट अहिले स्कुल जाने भनेको म मात्रै हो, मैले जे भन्छु तिमीहरूले त्यही मान्नुपर्छ भनेर फेरि कराउन थाल्छिन्। अनि कान्छीले त तिमीहरूले नगर्ने गल्ती गरिसकेका छौ, आफैले किताब चोरेर मलाई दोष लगाउने होइन त। अनि त्यत्रा गाउँलेहरू बटुलेर गाउँलेहरूको अगाडि मेरो बिजेत गर्ने अनि मेरो भगवान जस्तो दिदीको हातबाट मलाई कुटाइ खुवाउने होइन त। मलाई ती सबै कुराहरू दिएर तिमीहरू कहाँ सुखले बस्न पाउँछौ र अब त मैले पनि तिमीहरूले जस्तै गरी सबै गाउँलेहरू बोलाएर तिमीहरूको कर्तुत उनीहरूको अगाडि भनिदिएँ भने के हुन्छ भनेर कान्छीले त उल्टै थर्काउँछिन्। कान्छीले त्यति भनिसकेपछि त मीरा त डराउन थाल्छिन्। अब यसले त जे भन्यो त्यही गर्छिन् भन्ने थाहा छ के अरे। भयो भयो कान्छी गाउँलेहरू बोलाएर गाउँलेहरूको अगाडि तैँले यो कुरा नभन्दे, तैँले जे भन्छस् हामी त्यही मान्छौँ भन्दै ए दिया सम्झाइदिएन भन्छिन्। अनि दियाले पनि कान्छी घरभित्र थाहा भएको कुरा घरमै मिलाइदिँदा हुन्छ, यो कुरालाई धेरै लम्बाइ चौडाइ नगर है भन्दाखेरि त कान्छीले मैले पनि के भनेको छु र दिदी, घरभित्र मिलाउन नमिले पनि यही आँगनमा टुङ्गाइदिउँ न त अहिले भर्खर है भनेकी थिइन्, सबैजना खुसी हुन्छन्। अनि त्यसपछि त त्यसरी अहिले भर्खरै कुरो टुङ्गाउनलाई त यिनीहरूले पनि त मैले भनेको मान्नु पर्यो नि त। यिनीहरूले चाहिँ जे गरे पनि हुने, मलाई त आफैले किताब चोरेर अनि त्यस्तै दोष लगाउने अनि मलाई त्यसरी कुटाइ खुवाउने अनि अहिले चाहिँ मैले भनेको पनि नमान्ने भन्छिन्। कान्छीले त्यति भनिसकेपछि त सीता त जङ्गिँदै उठबस त गरिसक्यौ त, अब यहाँभन्दा पनि कति मान्नु पर्यो त नि भनेर रिसाएकी थिइन्। अनि त्यसपछि त यतिले मात्रै कहाँ पुग्छ र तिमीहरूलाई, अस्ति मैले केही गल्ती गरेको छैन, मलाई छोडिदिनुस् भनेर बिन्ती गर्दा पनि तिमीहरूले मलाई छोडिदिएका थियौ, त्यत्रो गाउँलेहरूको अगाडि मेरो बिजेत गर्यो, पिपलको बोटमा बाँधेर मलाई पिट्नका लागि तयार भएका थियौ अनि दिदीको हातबाट त्यत्रो विधि कुटाइ खुवाएका हैनौ, त्यसको त मैले एक एक बदला त लिनै पर्यो नि। कान्छीले त्यत्तिकै भनेर भ्याएकी थिइन्। अनि सीताले ए तपाईले पनि त्यसरी नै हामीले लट्ठी हान्छु भन्नु सोच्नु भएको, त्यस्तो हो भने हानिहाल्नुस् न त, हातमा लट्ठी छ के अरे भन्दाखेरि त यो लट्ठीले हानेको चोट त एकैछिनमा निको भइहाल्छ नि, तर मनमा लागेको चोट कहिले पनि निको हुन्न। जसरी तिमीहरूले मेरो बिजेत गरेर मेरो मनमा चोट पुर्याएका थियौ, मैले पनि तिमीहरूलाई त्यसै गर्छु। अब त मैले भनेको तिमीहरूले मान्नै पर्छ, म पनि तिमीहरू जस्तो मूर्ख भएर यसरी लट्ठी प्रहार गर्दिन भनेर त कान्छीले भनिदिन्छिन्। अनि कान्छीले जे भए पनि अलिकति समझदारीवाला कुरा गरेको देख्दाखेरि दिया चाहिँ खुसी नै थिइन् है। जे भए पनि म त स्कुलमा पढ्न जाने मान्छे हो, अब मैले दिने सजाय पनि त्यस्तै खाले हुन्छ, अब तिमीहरू कुखुरा बनेर देखाउनु भन्छिन्। अनि मीराले त होइन है कान्छी तैँले कस्तो कुरा गरेकी, मान्छे पनि कोही कुखुरा बन्न सक्छ त भनेकी थिइन्। अनि मान्छे कुकुर त बन्छ उसको बेहोराले गर्दा भने के अरे कुखुरा बन्न के ठुलो कुरो भएर खुरुको कुखुरा बनाओ खुरुक भनेर कराउँदै थिइन्। उताबाट त सासु अँगालोमा दाउरो बोकेर आउँछिन्। अनि त्यहाँ ए के भयो यो आँगन के रडाको मच्चेको भन्दै आएकी थिइन्। अनि मीराले त हेर न रामकी आमा, तिम्री कान्छी बुहारीले हामीलाई घरि के भनेकी छे घरि के भनेकी छे, अघि उठबस गर्न लगाए अब अहिले यहाँ ए कुखुरा बन्न लगाएकी छ, तिम्री बुहारीले अलि सम्झाउ त भनेर भनेकी थिइन्। अनि त्यसपछि त आमाले चाहिँ होइन है कान्छी तँलाई यो घरमा बस्न मन लागेको छैन कि क्या हो भन्छिन्। त्यसपछि त कान्छी रिसाउँदै मलाई यो घरमा बस्न मन नलागेको होइन आमा, तपाईलाई यो घरमा यो कान्छी नबस्दिए हुन्थ्यो भन्ने लागेको। तपाईलाई थाहा छ तपाईकी प्यारी छोरीले आफै सरिताको किताब चोरेर मेरो झोलामा हालिदिएर दोष जति सबै मलाई लाउने, अनि यो मीरा भनाउदीले चाहिँ गाउँभरिका मान्छेहरू बटुलेर गाउँलेहरूको अगाडि मेरो बिजेत गर्ने। आज मैले यी सबै कुराहरू थाहा पाएँ अनि त्यसपछि मैले छोड्छु त यिनीहरूलाई यत्तिकै भनेर त कान्छी जङ्गिन थाल्छिन्। अनि त्यसपछि ए जिरे खुर्सानी धेरै बाठी नभए त चुप लागेर बस, त यो घरको ठुलो मान्छे होस् र भनेर यस्तै कराउँदै थिइन्। अनि त्यसपछि त मैले भनेको खुरुक्क मान्न पर्छ भनेर कान्छीले पनि अड्डी लिन्छिन्। अनि मीराले चाहिँ तैँले जे भन्यो त्यही त्यही मान्नुपर्छ र के हामीले तेरो मानो खाएर बसेका छौँ र भनेर बोलेकी थिइन्। अनि त्यसपछि त यो मीरा फेरि बोल्यो, अब यसको सजाय थपियो, अब त कुखुरा मात्रै होइन कुखुरा भनेर उहाँलाई लखेट्नुपर्छ भन्छिन् र। अनि त्यति भनिसकेपछि त मीराले म मान्दिनँ भनेकी थिइन्। त्यसपछि त ए तैँले मैले भनेको मान्दिनस्, त्यसो भए ठिकै छ मैले पनि गाउँले बोलाउँछु, गाउँलेको अगाडि तेरा कर्तुतहरू जति सबै खोलिदिन्छु भनेर डर देखाएकी थिइन्। त्यसपछि त मीराले होइन होइन मान्छु भनेर कुखुरा बनेर रामकी आमालाई लखट्न थाल्छिन्। अनि केही बेर रामकी आमालाई लखटेपछि उनले फेरि ए के गरेको भन्दै थिइन्। अनि
केही बेरपछि त ल भयो कान्छी अब मैले तैँले भने जस्तो गरेँ अब यहाँभन्दा म दौडिन सक्दिनँ है भनेर मीराले भनिसकेपछि अनि त्यसपछि त कान्छीले अब सीताको पालो भनेर सीतातिर हेर्दाखेरि सीताले परक्क आँखा मर्काएकी थिइन् अनि कान्छीले पनि लट्ठी उठाउँदै लट्ठीतिर हेर्छिन्। त्यसपछि त अब भाउजूले मार्ने भई भनेर होला सीता चाहिँ उहाँ कुखुरा बनेर कक गरेर कुखुरा चाहिँ कराउँछिन्। केही बेर कराइसकेपछि ल अब त भयो भनेर सोध्छिन्। अनि त्यसपछि दियाले नि कान्छी यो के गरेको कि तिमीले उमेरमा उहाँहरू ठुलो हुनुहुन्छ जे भए पनि सीता नानी तिम्रो नाताले नन्द भए पनि तिमी भन्दा ठुलै हुनुहुन्छ यस्तो नगर भनेर सम्झाउँछिन्। अनि अब दियाले नि त्यसरी सम्झाइसकेपछि कान्छीले हुन्छ भन्छिन् कि भनेको त अब एउटा सानो कुरा बाँकी छ त्यो चाहिँ मेरो प्यारी नन्दको लागि भन्छिन्। अनि सीता चाहिँ अझै सकेको छैन भन्दै थिइन्। कान्छी भित्र जान्छिन्। भित्र गएर किताब लिएर आएर ल सीता नानी यो किताब भनेको सरस्वतीको रूप हो मैले किताबलाई चोरेर ठुलो गल्ती गरेँ अब आइन्दा मबाट गल्ती हुने छैन भनेर किताब छोएर माफी माग्नुहोस् त भनेर अराएकी थिइन्। अनि त्यसपछि त सीता त रिसाउन थाल्छिन्। अब मारेर खाल्टे खनेर गाडे पनि मैले यो काम गर्दिनँ भनेर जङ्गिएकी थिइन्। मरि गए पनि म गर्दिनँ भन्दाखेरि के अरे फेरि भन्नु त भनेर कान्छीले रिसाउँ त फेरि मात्रै होइन म त 10 चोटि पनि भन्छु मैले गर्दिनँ भनेपछि गर्दिनँ ए आमा फेरि तिमीले सम्झाउ त भनेर कराएकी थिइन्। अनि आमाले चाहिँ यसो उता हेर्दाखेरि रामलाई आएको देखेर ल ल अहिले के गर्नु छ गरिहाल अनि एकछिनपछि थाहा हुन्छ भन्छिन्। अनि त्यसपछि त कान्छीले सीता नानी मैले भनेको मान्ने कि नमान्ने फेरि अस्ति त्यो बाँसघारीको डाँडामा भनिदिएकी थिइन्। अनि त्यसपछि होइन भाउजू होइन हजुरले भन्नुभएको जे पनि मान्छु मैले भनेर अनि कान्छीले भनेको जस्तो गर्न थाल्छिन्। किताब चोरेर मैले ठुलो गल्ती गरेँ सरस्वती माता मलाई माफ गरिदेऊ भनेर उनले माफी मागिसकेपछि राम पनि आइपुग्छन्। राम आएर सोध्न पनि भ्याएका थिएनन्। हत्तरपत्त आमाले चाहिँ सुनाउन थाल्छिन् हेर्न बाबु हाम्रो घरको ताल पनि के भएको होला घरकी जेठी बुहारी भने कि यहाँ चुप लाएर रमिता हेरेर बसेकी छ यो कान्छी चाहिँ जिरे खुर्सानीमा आफै बाठी भएर आफूभन्दा ठुला मान्छेहरूलाई घरि उठबस गराउने घरि के गर्ने घरि के माफी माग्ने गराउन लागेकी छ के हुन लागेको हो यो घरमा भनेर अब बढाइ चढाइ गरेर भनिहाल्छिन्। अझ आमाले त तिमीहरूले यो बुढेसकालमा मलाई यो घरमा नबसा भन्न खोजेको भनेकी थिइन्। अनि रामले आमा के भएर त्यस्तो भन्दै दिया के भएको यहाँ भनेर सोध्छन्। अनि त्यसपछि दियाले चाहिँ हाँस्दै टारेर केही पनि होइन भनेकी थिइन्। अनि केही पनि होइन भने यहाँ आँगनमा यत्रो मान्छे किन जम्मा भयो भनेर सोद्धा दियाले चाहिँ ल को छौँ र त्यत्रो मान्छे एउटा मिरा दिदी त हो नि बाहिरको नत्र अरू त हामी सबै घरकै जान त हो नि भनेकी थिइन्। अनि त्यसपछि त रामले मैले को मान्छे आयो को मान्छे गयो भनेर चिनाउ भन्न खोजेको अरे के कारणले गर्दाखेरि यहाँ आँगनमा जम्मा भएको हो पो त्यो सोधेको हो त भन्दाखेरि सीताले त हत्तरपत्त म भन्छु दाइ म भन्छु भन्दै हेर्नु न दाइ कान्छी भाउजूले हामीलाई घरि कुखुरा बन भन्नुभएको छ घरि उठबस गर भन्नुभएको छ के हो हामीलाई त चाहिने नचाहिने कुरा गराएर दिमागै खराब गराइसक्नु भयो भनेर बढाइ चढाइ गरेर भनेकी थिइन्। अनि सीताले त्यति भनिसकेपछि त कान्छीले सीता नानी अस्ति नै त्यो बाँसघारी मुनिको डाँडाको गीत गाउनु पर्ने हो भनेकी थिइन्। अनि सीता त डराएर होइन भाउजू पर्दैन भन्दै दाइ हामीले त यहाँ कान्छी भाउजूसँग मजाक गरेर बसेको हामी रमाइलो गरेर बसेको केही नै होइन तपाईँ जानु भनेर उत्तिखेरै कुरा फेरिहाल्छिन्। अनि रामलाई चाहिँ अलिअलि शङ्का लाग्छ। राम रिसाएर भित्र जान्छन्। अनि दियाले चाहिँ तिमीलाई नि दाइकै अगाडि बोल्नु पर्थ्यो त दाइमा रिसाएर जानुभएको छ अब के गर्ने हो भनेर भन्दाखेरि जेसुकै गर्नुहुन्छ जे गरे पनि हामीलाई गर्ने होइन के अरे सीता नानीलाई नै गर्ने हो भनेर कान्छीले पनि भन्छन्। अनि त्यसपछि त राम रिसाएर भित्र गएका थिए दिया पनि पछि जान्छन्। अनि राम तपाईँ यसरी रिसाउँदै किन आउनु भएको भन्दा रामले चाहिँ कान्छीले अस्ति नै पनि सीतालाई त्यो बाँसघारी मुनिको डाँडोमा भन्दै थर्काएकी थिए अनि सीताले कुरा लुकाएकी थिए अहिले पनि त्यसै गरेकी छ घरि त्यो बाँसघारी मुनि डाँडाको गीत गाइदिउँ भन्दै सीतालाई डराउन दिँदै गरेको खास कुरा के हो के भएको थियो त्यो बाँसघारी मुनिको डाँडोमा भनेर सोद्धाखेरि खै मलाई थाहा छैन भन्छन्। अनि त्यसपछि त तिमीले मुखले एउटा कुरा बोलिरहेकी छौ तिम्रो आँखाले अर्कै कुरा बोलिरहेको छ दिया के हो सत्य कुरा मलाई भन भनेर रामले त भने कि भन्छन् दियाले मलाई थाहै छैन भन्दाखेरि पनि ल खास कुरा के हो मैले जसरी भए पनि पत्ता लगाउँछु तर मैले त्यो कुरा पत्ता लगाइसकेपछि त्यो कुरा तिमीलाई पनि पहिल्यै थाहा थियो तिमी पनि त्यो कुरामा समावेश रहिछौ भने चाहिँ श्रीमानले गर्ने मायाबाट तिमी वञ्चित यत्तिकै भनेका थिए मीराले मुख थुनिदिन्छन्। अनि यस्तो अशुभ कुरा नबोल्नुस् राम त्यसै त मेरो जिन्दगीमा राम्रो केही पनि भएको छैन भनेर अनि यस्तै कुरा गर्छिन्। अनि त्यसपछि मेरै आँखाले त मैले देखेको होइन हुन त कहिलेकाहीँ आफ्नै आँखाले देखेको र आफ्नै कानले सुनेका कुराहरू पनि झुटा हुन्छन् तर मलाई कान्छीले भनेकी हो त्यो बाँसघारी मुनिको डाँडामा सीता नानी र बनकाइलो भन्छन्। अनि फेरि अड्किन्छन् फेरि सीता नानी र बनकाइलो भन्छन् फेरि अड्किन्छन्। अनि गर्दा गर्दै राम रिसाएर के सीता नानी र बनकाइलो भनिरहेको के हो कुरा भनेन भन्दाखेरि त त्यो बाँसघारी मुनिको डाँडामा सीता नानी र बनकाइलो माया पिरती गर्दै थिए अरे कान्छीले देखेकी अरे मलाई अरू कुरा केही पनि थाहा छैन भनेर सासै नफेरिकन एकै सासमा भनेर भ्याउँछिन्। अनि अझ रामले त कस्तो खाले माया प्रेम भनेर सोधेका थिए। अनि दियाले त मलाई केही पनि थाहा छैन तपाईँले धेरै पटक सोधिसक्नु भयो खास कुरा के हो म कान्छीसँग सोध्छु अनि त्यसपछि तपाईँलाई भनौँला है भन्छन्। अब आफ्नो बहिनीले केही गाउँमा नराम्रो गरेकी छ कि आफ्नो इज्जतमा दाग लाग्छ कि भन्ने चिन्ता रामलाई छ। अब अस्ति पनि सीता
सीता त्यही बाघ आउँदाखेरि उहाँ बनकाइलोको घरमा गएर बसेकी थिइन्। त्यतिखेर रामलाई एकदमै रिस उठेको थियो। अब अहिले झन् घरि नघरि कान्छीले त्यही कुरा गर्दाखेरि अनि रामलाई चाहिँ के हो कुरा भनेर बुझ्न मन त लाग्छ नि त। अनि त्यसपछि त दियाले त्यति भनिसकेपछि बनकाइलो भनेर राम रिसाएर चिच्चाएका थिए। यता बनकाइलो चाहिँ यता छानातिर चढ्दो रहेछ, चिप्लेर लडिहाल्छ। अनि अलि विचार गर है बनकाइलो फेरि माथि पुगौला नि भनेर ती सेनामेनाले भन्दाखेरि सबै मान्छेहरू जति बुद्धि नपुगेर नि माथि पुगेका होला नि, अब यस्तो चिप्लो ठाउँमा चढ्न लगाएपछि लडिन्न कि क्या हो, आजको त दिनै खराब रहेछ कि क्या हो भनेर फेरि त्यो अर्को केटाले भन्छ। अनि त्यसपछि त म त बनकाइलो हो, बनकाइलो गाउँमा नभएर जङ्गलमा पनि राज गर्दै हिँडेको मान्छे, मेरो अगाडि कसले आएर बोल्न सक्छ? जो आएर मेरो शिर झुकाउन खोज्छ नि त्यसलाई मैले जानेको छु, मलाई शिर ठाडो पारेर हिँड्नमा कसैले पनि रोक्न सक्दैन भन्दै खुब फुर्ती लागेका थिए। अनि त्यसपछि त दशा बिग्रेको बेलामा तिमीले ठाडो पारेर हिँडेको शिर पनि कतिखेर को आएर झुकाइदिन्छन् भन्ने कुरा थाहा हुन्न है भनेर त्यो केटाले भन्दाखेरि चाहिँ को आउँदो रहेछ त म पनि हेरौँला, जो आउँछ नि मेरो अगाडि त्यसको मुखा त मैले यसरी थुकिदिन्छु भनेर थु गरेका थिए। राम ठ्याक्कै अगाडि हुँदा रहेछन्। रामलाई देखेपछि सातो जान्छ। अनि ए राम दाइ तपाईँलाई पो परेछ क्या हो थुक भनेर पुछ्न गएका थिए। राम अब रिसको जोकमा थिए। अनि त्यसपछि त बनकाइलोलाई गालामा एक थप्पड हानेर घिसार्दै घरतिर लिएर आउँछन्। घर ल्याइसकेपछि चाहिँ बनकाइलो त्यही आँगनमा उभिएको थियो, सीता दिया र कान्छी त्यही पिँढीमा थिए। अनि त्यसपछि त रामले अरू दायाँ बायाँ केही पनि कुरा नसोधिकन सीताको र तेरो सम्बन्ध के हो भनेर सोध्छन्। अनि त्यसपछि त कस्तो कुरा गर्नुभएको त, दिउँसै रात पार्ने कुरा गरेर हुन्छ भनेका थिए, मैले दिउँसो रात पार्ने कुरा होइन, मैले यथार्थ कुरा सोध्दैछु, साँचो साँचो कुरा भन्नु, मलाई सीताको र तेरो सम्बन्ध के हो भनेर 2-3 पटकसम्म सोध्छन्। अनि त्यसपछि त सीताको र मेरो सम्बन्ध केही पनि होइन, हाम्रो सम्बन्ध एकदमै पवित्र छ, नपत्याए दिया भाउजूलाई सोध्नुहोस् है त दिया भाउजू भनेका थिए बनकाइलोले। अनि बनकाइलोतिर हेरेर हो भन्छन्। अनि फेरि रामले दिया भन्दाखेरि होइन होइन भन्छन्। बिचारी दिया पो के भनौँ हुन्छन्। अनि दियाले चाहिँ घरि हो घरि होइन होइन गरेको देख्दाखेरि राम रिसाएर के को घरि हो घरि होइन, तिमीले यस्तो हो र होइन गरेर मलाई थाङ्ने बनाउने हो भन्दाखेरि त कान्छीले थाङ्ने मात्रै होइन दाइ, यही पारा हो भने माग्ने पनि बनाइदिन्छन्। ए दिदी तपाईँ के भएको यस्तो अवसर पाउँदाखेरि त साँचो कुरा भन्नुपर्छ नि भनेर लाउँछिन्। अनि त्यसपछि चुप लाग भनेर दियाले चुप गराउँदै थिइन्। अनि त्यसपछि त कुरो खास के हो मैले यो कुरो पत्ता नलगाइकन र नटुङ्गाइकन छोड्दिनँ भनेर रामले भन्दाखेरि बनकाइलोले चाहिँ ल तपाईँहरू कुरो टुङ्गाउँदै गर्नुहोस्, मेरो एकछिन त्यहाँ काम छ, म पुगेर आउँछु, तपाईँहरू यहाँ कुरो टुङ्गाउँदै गर्नु है भनेर बनकाइलो जान लाग्दाखेरि रामले रोक्छन्। अनि त्यसपछि त रामले त्यो बनकाइलोलाई रोक्दै मैले आज यो कुराको टुङ्गो नलाइकन तँलाई जान दिन्न, कुरोको मेरो कुराको जवाफ दे भन्दाखेरि सीताले इज्जत भनेको सबैको हुन्छ दाइ, यसरी बनकाइलालाई बेइज्जत नगर्नुहोस् भनेर कराउँदाखेरि हो इज्जत सबैको हुन्छ, तर तैँले हाम्रो इज्जतको बारेमा कहिले पनि सोचेकी छैनस् भनेर कराउँदै थिए। आमा भित्रबाट बाहिर निस्केर त ओए राम त अघि नैदेखि ठुल्ठुलो स्वरमा कराइरहेको छस्, किन कराएको त भनेर फेरि उल्टे राममाथि खनिन थाल्छिन्। अनि अझ आमाले त तेरो साइनले जे गरे पनि हुने, बहिनीको चाहिँ तँलाई अलिकति पनि विश्वास छैन, तिमीहरू एउटै कोखबाट जन्मेको, एउटै लाम्टो चुसेको भनेर 12-27 नानाभाती कुराहरू सुनाउन थाल्छिन्। अब आफ्नी छोरी कस्ती छ, आफ्नी छोरीले के गर्छ कसो गर्छ भन्ने कुरा त आमालाई त थाहा छ नि त सबै कुरा, तर पनि हेर्नुहोस् त कति पानी माथिको ओबानो बन्न खोज्ने, बहिनी माथि अलिकति भए पनि विश्वास गर्नु पर्दैन भनेर त झन कराउन थाल्छिन्। अनि त्यसपछि त रामले विश्वास कसको गर्ने नगर्ने भन्ने कुरा मेरो हो, मैले यो जे कुरा सोध्दैछु नि त्यो कुराको मलाई राम्ररी जवाफ चाहिन्छ भनेर रामले भन्छन्। अनि त्यसपछि तैँले आफ्नो बहिनीलाई यसरी दोषी बनाउने, आफ्नो बहिनीको इज्जतमाथि दाग लाग्न खोज्ने, जे भए पनि कुलघरानकी छोरी हो, त्यस्तो भन्दाखेरि इज्जत जान्छ यता र त्यता भनेर त 50 थरी कुरा गर्छिन्। अनि अझ रामले त मलाई छोरी मान्छेहरूको खासै विश्वास लाग्दैन, चाहे त्यो मेरो श्रीमती होस्, बहिनी होस् या फेरि मेरो आमा होस् भनेका थिए। अनि आमा त रिसाएर मेरो विश्वास नलाग्ने होइन त, मेरो विश्वास नलाग्ने भए मैले तिमीहरूलाई किन जन्माइ हुर्काइ गरेर यत्रो बनाए त, तिमीहरूको स्याहार सुसार मैले नगरेर कुन तिमीहरूको डाँडो काटेर गएको बाउ नामर्दले आएर गरिदियो भनेर कराएकी थिइन्। अनि त्यसपछि त आमा तपाईँले अब यो कुरा निकालिहाल्नु भयो, बा त्यसरी डाँडो काटेर हामीलाई एक्लै छोडेर जानुमा पनि तपाईँको पनि पक्कै केही गल्ती थियो, तपाईँको चालचलन र बानी बेहोरा ठिक भएको भए वैसैमा बाले तपाईँलाई छोडेर जानुहुन्थेन होला पो भनिदिन्छन्। आफैले जन्माएको सन्तानले त्यसरी आफ्नो चरित्रमाथि औँला उठ्ने कुरा गरेपछि त आमालाई त रिस उठ्ने नै भयो। ए राम तैँले के भन्दैछस्, त्यसरी म माथि खोट हुन्थ्यो भने तिमीहरूलाई जन्माइ हुर्काइ गरेर यत्रो ठुलो कसले बनायो भन्दाखेरि त ए आमा सन्तान त कुकुरले पनि जन्माउँछ नि, सन्तान जन्माए भन्दैमा ठुलो कुरा नगर्नुहोस् न तपाईँले, यहाँ त सन्तान जन्माउने ठुलो कुरो होइन, त्यसलाई गतिलो संस्कार दिनु ठुलो कुरा हो भनेर रामले पनि उल्टै आमालाई थर्काइदिन्छन्। अनि अब त्यति भनिसकेपछि त दिया पनि एकदमै निराश हुन्छन्। अनि ए राम म पनि तपाईँकी श्रीमती हुँ, तपाईँले पनि मैले भनेको मान्नुपर्छ भनेर रामलाई रोक्न खोजेकी थिइन्, तर रामले भने दिया तिमी यो हाम्रो बिचको कुरामा नबोल भन्छन्। अनि त्यसपछि त आमाले किन नबोल्ने, यो पनि घरकी जेठी बुहारी हो, यसले चाहिँ
बोल्न पाउनु पर्दैन भन्दाखेरि त ए तपाईलाई थाहा रहेछ त दिया पनि यही घरकी जेठी बुहारी हो भन्ने कुरा आज बल्ल थाहा भयो तपाईले यसलाई भित्रभित्र कति गुम्स्याउनुहुन्छ कति पिल्स्याउनुहुन्छ भन्ने कुरा मलाई राम्ररी थाहा छ भनेर रामले भन्दाखेरि हो दाइ हो हाम्रो आमाले त साह्रै नै गर्न थाल्नु भएको छ के भन्छन् कान्छीले। अनि दियाले चाहिँ तिमी चुप लाग त कति बढी भएको भनेर भन्दाखेरि त मौका पाएको बेलामा भन्ने त हो नि अरू बेलामा त बोल्न पाइँदैन के रे दिदी भनेर झन् कुरा थप्न थाल्छिन्। अनि दियालाई भने अब कुरो बिग्रिन्छ कि रामले झन् भाँड भैलो मच्याउँछन् कि भन्ने ठुलै भिड थियो। जसरी तपाईँ मैले यसलाई गाली गर्दाखेरि यहाँ बिचमा आएर रोक्न खोज्नु भएको छ नि त्यसरी नै यसो समय मिल्ने बित्तिकै आफ्नो छोरीलाई सम्झाउने गर्नु है आमा भनेर राम रिसाउँदाखेरि त ए मेरो मात्रै छोरी हो र तेरो चाहिँ बहिनी होइन तेरो चाहिँ सम्झाउने अधिकार छैन त भन्दाखेरि त अनि किन काँचे खाउला जस्तो गर्नुभएको छ त तपाईँले भनेर राम रिसाएका थिए। अनि तेरो सोमतै त्यस्तै छ त के गर्नु त मैले भन्छन् आमाले। अनि त्यसपछि त ए मेरो सोमत त्यस्तै आजभोलि मेरा घरका मान्छेहरूलाई देख्दाखेरि मलाई वाक्कै लागेको छ न म आमाको राम्रो छोरो बन्न सकेँ न बहिनीको राम्रो दाइ बन्न सकेँ न म स्वास्नीको गतिलो लोग्ने नै बन्न सकेँ म त अब पागल हुन्छु होला यो घरमा भन्दै राम रिसाएर त्यहाँ घोप्टी परिरहेको डिक्चीलाई लात्ताले उडाइदिएका थिए मुगु र कालुलाई पो लाग्छ। त्यसपछि चाहिँ दियाले ए राम यसरी रिसमा आवेगमा आएर कुरा नगर्नुहोस् कुरा बिग्रिन सक्छ यो सबै कुराहरू त हामीले राम्ररी बसेर मिलाउन पनि त सकिन्छ नि जे हुनु भइहाल्यो अब छोडिदिनुहोस् त यी सबै कुराहरूलाई बिर्सिदिनुहोस् भनेर गर्दाखेरि त अनि त्यसपछि रामले ल हिजोसम्म जे भयो भयो तर अब आइन्दा त बनकाइलोसँग बोलेको त परे जा सँगै एउटै बाटो हिँडेको मात्रै पनि देखेँ भने म जतिको नराम्रो कोही पनि हुँदैन हेर बनकाइला यदि तैँले मेरो बहिनीलाई माया गर्छस् भने लैजान सक्छस् भने लैजा होइन भने त मेरो घरमा हलिबस्नुपर्छ भनेर त रामले थर्काइदिन्छन्। राम त्यति भनेर भित्र जान्छन् रामकी आमाले बनकाइलो ए बनकाइलो त के हेरेर बसेको घर जा त भनेर पठाउँछिन् सीतालाई भित्र बोलाउँछिन्। बनकाइलो त निराश हुँदै जान्छ एकदमै विरक्तिएको जस्तो भएर गएर अन्त जङ्गलको बाटो जाँदै थियो अनि ओहो नि त मेरो जिन्दगी त निकै तल पो गिरिसकेछ त त्यसरी जिम्मा लिएर मेरो बहिनीलाई लैजा भन्दाखेरि पनि म एक शब्द बोल्न सकिनँ थुइक्क मेरो जिन्दगी भन्दै बनकाइलो त पछुताउँदै त्यहाँबाट जान्छ। रामलाई बनकाइलो र सीता नजिक भएको अलिकति पनि मन परेको छैन। अनि फेरि सीताले किताब चोरेका कुराहरू अनि त्यसरी उनीहरूले षड्यन्त्र गरेका कुराहरू त कान्छी दिया कसैले पनि भन्दै भनेनन् त यो कुरा पनि त रामको अगाडि आउनुपर्ने होइन त रामले आफ्नै आमाले गल्ती गर्छिन् भने त मैले छोड्दिनँ भनिसकेका थिए अनि यी सबै कुरामा त आमाको पनि मिलो महत्त्व छ त अब चाहिँ यसरी सासूका कुराहरू धेरै लुक्नु भएन। राम र राधेले पनि आफ्नी आमाका कर्तुतहरू सबै थाहा पाउनु पर्यो अनि बुहारीहरूलाई पनि ती सासूले अलि राम्रो व्यवहार गर्नु पर्यो। अब चाहिँ सीताको पनि बिहे गरेर पठाइदिए हुन्छ सीता त्यो घरमा बसेर धेरै नै षड्यन्त्र रच्न थाली भन्ने को हुनुहुन्छ आफ्नो विचार कमेन्ट गरी भिडियोमा लाइक अनि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला।